भगवान सब भयो यार कत्रो आज कतिजनाको लास्ट रसवाली आदि छैन भन्छ भने हेर त आपे अब त्यो घरहरू सब भयो यार कत्रो हेर्नु त घरहरू सब भइगयो नि यार भर्खरको भर्खरले हेर्दा छिटो माथि माथि जाऊ भन न आमाहरू हाम्रो गोडाएर हो नि त लेदो हेर्दा कति लग्यो यहीँ भर्खरको घर त्यो कति लयो नि यार हजारौँ मान्छे जान्छ ए लेदो यो त एकदमै दुःख लाग्दो घटना भएको छ ल यो एकदमै ठुलो बाढी आएको छ यो बेत्रावती त्रिशुली यो वरपर रहेको यो सबै बासिन्दाहरू जो हुनुहुन्छ सबै भागिदिनु होला पूर्व जानकारी सबैले यो भिडियो सेयर गरिदिनु होला कृपया यो अर्जेन्ट छ एकदमै अर्जेन्ट छ यो अर्जेन्टको लागि चाहिँ यो इन्फर्मेसन सबैले सेयर गरिदिनु होला भर्खरै सुरु भएको छ यो बाढी माथि चाहिँ तपाईँको त्रिशुली ड्याम 3A को चाहिँ ड्याम फुटेर यो बाढी चाहिँ नि सबै यो त्रिशुली खोला यो खाल्डे यो बेत्रावती यो त्रिशुली यो सबै जोखिममा अवस्थामा रहेको छ यो वरपर रहेको सबै घर चाहिँ बगाउने अवस्थामा छ सबैजना चाहिँ भागिदिनु होला त्यहाँबाट चाहिँ सबै टाढो रहनु होला ल कृपया यो मेसेज यो इन्फर्मेसन सबैले सेयर गरिदिनु होला छिटोभन्दा छिटो यो लाइभलाई सेयर गरिदिनु होला कृपया यो त्रिशुली वरपर रहने यो देवीघाट यो जति पनि छ जहाँ कल्पुटार यो अब तल आउँदैछ यो छिटोभन्दा छिटो यहाँको मान्छेहरू सबैजना भागेर